हेलो गाइस, वेलकम बैक टु माई अनदर ब्लग है। आज चाहिँ कहाँ छु भने म यहाँ पेन्टोक रिजर्भ आएको र कति बज्यो भने अहिले चाहिँ तपाईँको 7:20 भइसकिसक्यो गाइस हो, रातिको हो। अब यहाँबाट चाहिँ अब म के अरे पेन्टोकबाट चाहिँ म चाँदे गएको अब रोड अपडेट हुन्छ के हुन्छ कसो हुन्छ है, के भेटाउँछ है, यो चाहिँ देखाउने छु ल गाइसहरू। तपाईँहरूले हेरिदिनुहोस् है। अहिले चाहिँ भने यहाँ पेन्टोक याङलाको छेउमा है यस्तो छ आजको नजारा है। बाटो अस्ति पुरा यहाँनिर खाल्टा खनेको थियो यता भित्तापट्टि, अन्त अहिले चाहिँ अब राम्रो भएको छ, हेरिदिनुहोस् हो। अब बिस्तारी बिस्तारी अब यो बाटो धेरै राम्रो हुन्छ, अब कार्पेटिङ पनि आउँछ गाइस हो। यो तपाईँहरूले हेरिदिनु होला है। एक दुईवटा मैले के भन्नु थियो भने कुरा हो भाइ मैले सब्सक्राइब गरिदिनु नि यस्तो त्यस्तो भनेर मैले यहाँ मेरो गाडीमा चढ्ने जति पेसेन्जरलाई पनि भनेको थियो हो। र उहाँहरूले चाहिँ सम्झिँदो रहेछ हो, यो पेमा चाहिँ ट्यापे हो यस्तो त्यस्तो भनेर भन्दै थियो अरे है। तर त्यस्तो नभनिदिनु है। अब एक समयमा थियो र अहिले छुइनँ होइन, त्यस्तो चाहिँ नभनिदिनु होला तपाईँहरूलाई है, दुई हात जोडेर है। अब यो ब्लग माध्यमबाट म भन्दैछु है। हुनु त अब भोलिको दिनमा अब तपाईँहरू नि त होला के होला, तपाईँको नानी होला होइन, त्यति बेला अब त्यस्तो बिग्रियो भने चाहिँ के भन्ने है, आउँछ है पालो। तर यसरी चाहिँ जोसुकैलाई नभन्नु है, जोसुकै उसलाई पनि नभन्नु, मन दुख्छ है। र अब मलाई त भन्यो ठिकै छ केही छैन होइन, र अरूहरूलाई अब त्यस्तो गरेर नभनिदिनु होला। बोल्नेको पिठो बिग्छ, नबोल्नेको चामलै बिग्दैन भन्ने एउटा उखानै छ नि त गाइस। होले गर्दाखेरि चाहिँ त्यस्तो भएको है। र तपाईँहरूले त्यस्तो दिनु होला मलाई है। अब केही मैले नराम्रो भने नि तपाईँहरूलाई अलिकति के भन्थ्यो अब माफी पाऊँ है। अब गाउँमा अहिले चाहिँ हामी पब्लिक ग्राउन्ड आइपुग्यो है। यस्तो छ है आजको नजारा। दिउँसो अलिअलि घाम लाग्ला जस्तो चाहिँ गर्दै थियो हो, घाम लागेन है। लाग्नु त लागेको ठिकैको लाग्यो, तर ठिकै टाइममा आयो, फेरि ठिकै उयसमा गइहाल्यो है। यहाँनिर टक्कै होइन, भन्नेले मलाई ट्यापे भन्नुहोस् कि ल्यापे भन्नुहोस् कि बाल हो, जे हुन्छ आफ्नो दममा गरिन्छ है। त्यसले गर्दाखेरि चाहिँ तपाईँहरूको सबैजनाको यो सिक्किम मात्रै नभएर होल देश विदेश छरेर बस्नु भएको मेरो दाजुहरूलाई है मेरो दुई हात जोडेर है, तपाईँहरूले पेमा लामा ब्लगलाई चाहिँ सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला है। बजार आइपुग्यो है। सानसुन कोही मान्छे उयो त स्याटरडे त माथिल्लो बजार खुल्लै हुन्छ, माथिल्लो बजार बन्द हुन्छ, सरी स्याटरडे माथिल्लो बजार, सन्डे चाहिँ तल्लो बजार है। अन्त त्यसले गर्दाखेरि चाहिँ सन्डे पनि पर्यो आज हो। त्यसले गर्दा मान्छे अफिसमा आउने मान्छे नै हुँदैन है। गाडी ठिकठाकै चल्यो भनौँ न। भने मङ्गनको रेड मार्केटमा आइपुग्यो है। यहाँ परको यो बाटो कस्तो के भएको छ तपाईँहरूलाई म देखाउने छु। अस्ति मैले अलिकति एक दुईवटा कुरा भनेको थिएँ बाटो विषयमा हो, अहिले धेरै अपडेट भएको छ है। तर अलिकति आई होप यहाँ तल्लोपट्टि नै अलिकति बढाइदिएको भए राम्रो हुन्थ्यो, दुईवटा गाडी मजाले पासिङ हुन्थ्यो है। त्यसले गर्दा चाहिँ अलिकति अब यहाँनिर जति पनि अब ठुला बडा अब कुर्सीमा को बस्नु भएको छ है, उहाँहरूले अलिकति ध्यानपूर्वक गरेर यो बाटो चाहिँ चारभन्दा चाँडै गरिदिनुहोस् है। यो मङ्गन यो लाल बजार छेउ गोस्कान छेउ है, पुरानो फायर है। यस्तो छ अहिले चाहिँ है। चाहिँ भने हामी यहाँ पम्प आइपुगेको छु हो, आइपुगिसक्यो है। अब यहाँ पर चाहिँ अब तेल पो दिन्छ कि दिँदैन, आफ्नो लाइट साइट त सब मारेछ, तेल छ भने चाहिँ छ जस्तो लाग्यो है। छैन त हौ यहाँनिर त लाइटहरू त, साइड दिन्छ होला हौ, हरेन बजाउँ न के भने लक्की हो। आउनु त आउँदैछ मान्छे, छैन मामा छ ला हो, रड्डी भइदियो त हौ ला। कान्छा मामाले पनि छैन भन्यो है। अब चाँदेतर्फ लाग्यो। भोलि एक ट्रिप त दिउँसै गड सङ्कलङ आएर गाडीमा पुरा पिकपिक गर्दैछ है।
काटेर है यहाँ तल टिटी ग्यारेज आइपुग्न आँट्यो। टिटी ग्यारेजको माथि भनौँ न, यो चाहिँ नयाँ टिटी ग्यारेज है। यहाँनिर चाहिँ अस्ति नै मैले भन्ने गर्थेँ है, यहाँनिर टाटाहरू के कसो छ है, बनाउँछ है। यहाँनिर चाहिँ आइदिनु होला तपाईँहरूले है। यो चाहिँ भने यहाँनिर है, यहाँ उता गयो भने चाहिँ तेन्जिङ कोलोनी है, चर्च पनि छ यहाँनिर चाँदेको। एल्सादा के भन्ने थियो यो चर्चको नाम त है। इस्मेल आइपुग्यो। ओ चाँदे आउनु त कति छैन, अब चाँदे नै भनौँ न है। खै यो चाँदेको चाहिँ सुबुक तेर्छ है। यहाँनिर चाहिँ सुबुक तेर्छमा त यस्तो उड्छ कि गाडी, आम्मा सानो उड्छ, सानो उड्दैन नि हौ यहाँ त। आम्मा हो यो चाँदे ग्यारेज आइपुग्यो है। अन्त यहाँनिर चाहिँ अब गाडीहरू के बिग्रिन्छ कसो बिग्रिन्छ यहाँ डल्लै उयो गर्दा भइहाल्छ हो। यहाँ बनाइहाल्छ सानो गाडीको त, पेट्रोल डिजेल जस्तै पनि है भनिहाल्छ हाम्रो सेन्टुकदाको ग्यारेज है। फाइनलीमा चाँदे पनि आइपुग्यो, पार्किङ आइपुग्यो है। आई होप तपाईँहरूले यो ब्लगबाट इन्जोय लिनुभयो होला है। तपाईँहरूले यो पेमा लामा ब्लगमा चाहिँ लाइक सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला है। बाई बाई।